सबैजनालाई जय मसे सबै सन्चै हुनुहुन्छ भन्नेमा चाहिँ पूर्ण विश्वास गर्दछु। आज अनि काम गर्दै गर्दा पानी परेको छ है। पानी परेको कारणले गर्दा अनि काम हुन दिएन। अनि म चाहिँ यसरी छाता बोकेर छाता ओढेर चाहिँ घरतिर जाँदैछु। यो जङ्गलको बिच भएर यो खुसी यो समयमा मैले चाहिँ प्रभुको महिमा गर्दै अनि एक्लै यसरी चाहिँ प्रभुको आराधना गर्दै हिँडिराखेको छु। शैतानको शिविरमा जाऊ र खुसाऊ, त्यसले जे लाग्यो थियो। शैतानको शिविरमा जाऊ र खुसाऊ, त्यसले जे लाग्यो थियो। खुट्टा मुनि खुट्टा मुनि खुट्टा मुनि शैतान खुट्टा मुनि, शैतानको शिविरमा जाऊ र खुसाऊ, त्यसले जे लाग्यो थियो। खुट्टा मुनि खुट्टा मुनि खुट्टा मुनि शैतान खुट्टा मुनि। येशूको जय जय गरौँ र उहाँलाई सदा महिमा चढाऊ। येशूको जय जय गरौँ र उहाँलाई सदा महिमा चढाऊ। माथि 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 येशू माथि माथि, तल 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 शैतान तल तल। माथि 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 येशू माथि माथि, तल 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 शैतान तल तल। शैतानको शिविरमा जाउँ र खुसाऊ, त्यसले जे लाग्यो थियो। शैतानको शिविरमा जाउँ र खुसाऊ, त्यसले जे लाग्यो थियो। खुट्टा मुनि खुट्टा मुनि खुट्टा मुनि शैतान खुट्टा मुनि, तल 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 शैतान तल तल। माथि 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 येशू माथि 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 येशू माथि माथि, तल 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 शैतान तल तल। प्रेज द लर्ड। प्रभुको महिमा भएको होस्। यसरी एक्लै प्रभुको भजन गाउँदै प्रभुको आराधना गर्दै एकदमै खुसी छु। मैले यो निश्चय गरेको छु, रमाउने यीशुमा मैले विश्वास गरेको छु। अनि रमाउने यीशुमा, चाहे खाँचोमा होस्, चाहे अभावमा होस्, चाहे अप्रशस्ततामा होस्, चाहे अभावमा होस्, जस्तो सुकै अवस्थामा पनि म प्रभुसँग चाहिँ रमाउन चाहिँ खुसी छु। मैले यो निश्चय गरेको छु। साँच्चीकै हाम्रो जीवनमा प्रभुको काम, प्रभुको महिमा, प्रभुको प्रशंसा चाहिँ हाम्रो जीवनबाट हुनुपर्दछ। जसरी हामी बाइबलमा हेऱ्यौँ भने आज विशेष चाहिँ मलाई एउटा याद आयो प्रभुको वचन होइन। एलिया, पुरानो करारमा हामी हेऱ्यौँ भने एलिया चाहिँ जिउँदै उठाइएको व्यक्ति हो स्वर्गमा। अनि एलिया चाहिँ एकदमै प्रभुसँगको नजिकतामा थिए, प्रभुको घनिष्ठ मित्र पनि थिए होइन। प्रभुसँग अनि आम्ने सामने कुरा गर्ने व्यक्ति पनि हुन्। अनि त्यो समयमा 3 वर्ष 6 महिनासम्म पानी परेको थिएन है। सोच्नुहोस् त, 3 वर्ष 6 महिनासम्म पानी परेको थिएन। अनि त्यो ठाउँमा, त्यो देशमा, नेपाल, पृथ्वी, विश्वभरि पृथ्वी नै अनि पानी परेको थिएन। अनि पानी नपरेको कारणले गर्दा उब्जनी हुँदैन। अनि परमेश्वरले चाहिँ फेरि एलियाद्वारा काम गर्नुभएको छ। अनि एलियाले प्रार्थना गरे अनि होम बलि चढाए। अनि प्रभुले चाहिँ
त्यो ग्रहण गर्नुभयो अनि 3 वर्ष 6 महिनापछि चाहिँ पृथ्वीमा पानी पर्यो अनि जमिनले चाहिँ उब्जनी दियो भनेको छ। आज यो पानी परिराखेको छ अनि गहुँ पनि लगभग पाक्दैछन् अनि प्राय जसो पहाडमा अनि पाखो जमिनमा चाहिँ पानीको आवश्यकता छ। यो जानेर नै अनि प्रभुले चाहिँ पानी बर्साउनु भएको छ होइन। व्यवस्था 28 अध्यायमा भनेको छ होइन, जब तिमी वचनअनुसार हिँड्छौ अनि तिमी जुन ठाउँमा जस्तो अवस्थामा गए तापनि तिमी चाहिँ आशिषित हुनेछौ भनिकन प्रभुले भन्नुभयो। अनि ठिक ऋतुमा ठिक समयमा चाहिँ प्रभुले चाहिँ पानी बर्साउनुहुन्छ भन्नुभएको छ। त्यही भएको कारणले गर्दा प्रभुले चाहिँ पानी बर्साउनुहुन्छ। यो मानिसले सोचेर होइन, परमेश्वरको इच्छा परमेश्वरको योजना अनुसारले नै यो सबै काम हुँदछ है। प्रभुको महिमा भएको होस्। परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ अनि परमेश्वरले तपाईँलाई वास्ता गर्नुहुन्छ।